नमस्कार दर्शकबिन, तपाईहरुलाई स्वागत छ हाम्रो यस नयाँ भिडियोमा। हामी यस भिडियोमा केसरी भाग 76 मा के भयो र आउने अघिल्लो भागमा के हुनेछ भन्ने कुरा बताउने छौं। हाम्रो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। यस भागमा केसरीलाई बसन्तकी आमाले त बाँझी बच्चा जन्माउन सक्दिनस् भनेर अनेक थरी कुरा लगाएर घरबाट निकाल्छिन्। त्यति सुनिसकेपछि केसरी पनि त्यसै घरमा बस्न औचित्य हुँदैन भनेर घर छोडेर गइरहँदा बसन्त पनि उनलाई रोक्नको लागि पछाडि जान्छन्। तर केसरी रोकिन मान्दिनन्। बसन्त केसरीलाई आफ्नो मायाको कुराहरू भन्दै के मलाई यस्तो भएको भए तैँले मलाई छोडेर जान्थिस् भनेर क्वेसन गर्छन् र केसरी भन्छन् त्यस्तो कहाँ हुन सक्छ र मैले आफूलाई भन्दा बढी माया तँलाई गरेको छु भनेर भन्दा बसन्त पनि भन्छन् अनि तैँले कसरी सोचिस् कि मैले त्यस्तो गर्न सक्छु भनेर। बसन्तले त्यति सम्झाउँदा पनि केसरी जान मान्दिनन्। केसरीले जति भन्दा नि नमानेपछि बसन्त भन्छन् म तिमीलाई लिन आएको होइन, बरु म कतै जानु छ भने मलाई पनि सँगै लिएर जाऊ, म पनि तिमीसँगै जान्छु भनेर भन्छन्। तर केसरीले बसन्तको कुरा मान्दिनन्। उनी भन्छन् म मात्रै होइन, हजुरको जीवनमा हजुरका बाआमा पनि छन्, हजुर बाआमाको सहारा बन्नुपर्छ, म हजुरलाई सँगै लगेर जाँदैन भन्छन्। केसरीले यति भनिसक्दा पनि बसन्तले केसरीको कुरा मान्दैनन् र केसरीको भाइ पनि आफ्नै भिनाजुको पक्षमा हुन्छ। दिदीलाई भन्छ कि नै भिनाजुलाई पनि सँगै लगेर जाउँ, तर केसरी भन्छन् यदि तेरो भिनाजुलाई तैँले सँगै लगेर गइस् भने मेरो लासमा तैँले दागबत्ती दिनुपर्छ भनेर त्यहाँबाट जान्छन्। केसरीले त्यति भनेर गइसकेपछि साला र भिनाजु बीच कुराकानी हुन्छ र बसन्त भन्छन् यति भनिसकिन् केसरीले अब पनि म उनको पछाडि गयो भने झन् ठुलो झगडा हुन्छ, त्यसैले तिमी जाऊ, म बरु सबै ठिक भएपछि केसरीलाई लिन आउँछु भन्छन्। त्यसपछि केसरी र केसरीको भाइ बाटोमा जाँदै गर्दा सिर्जना जो थिइन् बसन्तकी पुरानी श्रीमती उनसँग भेट हुन्छ। त्यसपछि सिर्जनासँग कुराकानी हुँदै गर्दा सिर्जनाले पुरानो जति पनि गल्ती भयो मलाई माफ गरिदेऊ, त्यो मेरो कर्म गलत थियो, जे गरे मैले गल्ती गरे, मलाई माफ गरिदेऊ भन्ने माफी माग्छिन्। र तिमीलाई लाग्छ होला म बसन्तको जीवनमा फेरि फर्केर आउँछु भन्ने डर, तर तिमी यस्तो कहिले नसोच्नु, मैले जुन दिनदेखि बसन्तलाई छोडे त्यो दिनदेखि छोडै भए, म अब उसको लाइफमा कहिले आउँदैन। तर केसरीले यस्तो के भन्छन्, सिर्जनालाई भन्छन् कि तिमी बसन्तको जिन्दगीमा फेरि जाऊ, उसलाई तिम्रो खाँचो छ। त्यतिकैमा उनीहरू छुट्टिन्छन् र सिर्जना बसन्तलाई फोन गरेर आफूसँग भेट्न बोलाउँछिन्। त्यहाँ उनीहरूको निकै लामो कुराकानी हुन्छ। उनले बसन्तलाई सम्झाउँछिन् यस्तो कुरा राम्रो हुँदैन, बच्चा बच्ची भएन भन्दैमा श्रीमान श्रीमतीको सम्बन्ध सकिने होइन, यदि बाआमाकै लागि तिमी घर छोडेर जान सक्दैनौ भने म पनि गाउँमै छु, गाउँमै हुनुहुन्छ बाआमा, कहिलेकाहीँ मैले नि हेर्न सक्छु, तिमी केसरीसँगै जानुपर्छ, उसलाई साथ दिनुपर्छ भनेर सम्झाउँछिन्। यस्तै कुरामा उनीहरूको लामो बहस चल्छ र उनीहरू छुट्टिन्छन्। र उता केसरी आफ्नो माइतीमा बसिरहँदै गर्दा बसन्तको फोन आउँछ र भन्छन् तबिनाको घर जस्तै भएन, म त यहाँ बस्दिनँ, म त्यहीँ आउँछु र सँगै बसौँला भन्छन्। र केसरी रिसाउँदै भन्छन् त्यस्तो कुरा नगर, त्यही बस बाआमालाई सम्हालेर भन्छन्। र बसन्त पनि भन्छन् कि म सक्दैन यहाँ तबिना एक्लै बस्न, म के गरौँ र बस्छु भन्छन्। अनि केसरी पनि रिसाउँदै भन्छन् तँलाई र तेरो घर परिवार सम्हाल्ने, बच्चा जन्माएर दिने, अर्को बिहे गर भनेर फोन काट्छिन्। बसन्त एकान्तमा बस्दै गर्दा बसन्तको बाबा आएर उसलाई सम्झाउँछन् कि पहिलाको जस्तो जमाना रहेन अहिले, पहिला त छोराछोरीको लागि मात्रै बिहे गर्थे, न सासूले बुहारीलाई छोरी मान्ने, न बुहारीले सासूलाई आमा मान्ने, बस एउटाको बच्चा भएन भने अर्कीलाई ल्याउने, अर्काको भएन भने अर्कीलाई ल्याउने जस्तै चलन थियो। तर अहिले त्यस्तो जमाना रहेन, त्यसैले तँ पनि केसरीसँगै जानुपर्छ, तेरो आमालाई सम्झाउने र आमासँग बस्ने म छँदैछु, ढुक्क भएर जा बाबु भन्छन्। यसपछिको भागमा के हुन्छ भन्ने कुरा थाहा पाउनको लागि हाम्रो यस भिडियोलाई लाइक, सेयर गरेर हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला। धन्यवाद।